हेलो गाइज, वेलकम टू माई च्यानल। आज चाहिँ म बाइक धुँदैछु। आज हाम्रो विश्वकर्मा पूजा गर्नको लागि बाइकलाई धोएर रेडी पार्दैछु। यहाँ एकदम झरी लागेको छ। सर यहाँ बाइक धुँदैछु मैले। कुनै कार्यक्रम चलिरहेको छ। बाइक लगभग त्यति साह्रो फोहोर भएको थिएन, त्यही भएर घरै अलिअलि धोइहालौँ भनेर हो, पूजा गर्नको लागि। त मम्मी यता हुनुहुन्छ, के भन्नुहुन्छ? बाइक धोएर पनि भ्याइयो। अब पूजा गर्ने बेला हुन लागिसक्यो। यहाँ पानी आएर पूजा गर्न नि आपत होला जस्तो छ। ओम विश्वकर्मणे नमः भनेर चौक बनाएर भन्ने त्यसलाई अब तलतिर मास्टर लैजाऊ हो, त्यसलाई मास्टर लैजाऊ हो, त्यता हो त्यही हो। बिचा थोप्लो हो त्यही। ल ल ल ल तिमी भिजे पनि केही भएन। इन्जिनमा लगाइदियो, ठिक छ। हो त कलश पूजा, कलश दियो पूजा गर, कलश पूजा गर। हो त्यसरी हो, यसो चोप्ने राखिदिने के हो त्यहाँ। अनि अर्को कलशलाई गणेशलाई गणेश ल हो त्यहाँ राखिदेऊ ल। अब कलशलाई हो त्यहाँ छुँदै कलशलाई हो। अब ल अब हो त्यो उसलाई पनि अगरबत्ती ल्याएर राख्दो ल। भयो पानीको कारणले अलिअलि मामा हामी सबै भएर यहाँ पूजा गर्दैछौँ। यता मामाहरूले यहाँ सिकाउनु भएको बाले पूजा गर्न। पूजा यति भइसक्यो। अब यहाँ धुप गर्न बाँकी छ। माथिबाट झराल्दै सबै कुरा राम्रो होस्।
विश्वकर्मा पूजा गरेर राम्रो होस् सबै कुरा यताउता केही घच्चा घोर नलाओस् धेरै राम्रो भयो जति जेउती घुमाएर घुमेर आऊ हो त्यसरी अब ल ल हो त्यहाँ राखिदेऊ हो त्यहाँ राखिदेऊ हो त्यही माथि हो ल ल नरियल हो त ढुङ्गा फुटाल फुटालेर चढाइदेऊ हो त ल यहाँ ल भयो भयो हो त्यही ल ल ल भाइ बाबा भाइ ल ल यसरी हाम्रो आज विश्वकर्माको पूजा सफल भयो सबै राम्रो होस् सबै यात्राहरू राम्रो हुन् पूर्ण हुन् जताततै रमाइलै होस् आजको यस विश्वकर्मा पूजाको भ्लगबाट बिदा हुन्छु धेरै लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला माया गरिदिनु होला आजलाई बाई बाई